हाम्रो चाहिँ यति बारेमा माछाहरू चाहिँ ठुल्ठुलो है यो चाहिँ कत्रो पऱ्यो यार यही राम्रो या सम्हालेर है यो सब पाइला है बाघको हो र यो सो गाइस स्वागत छ तपाईँलाई आजको मेरो यस ब्लगमा र आज चाहिँ हामी चाहिँ खोलामा जान लाग्यो माछा मार्न 4 जना छौँ चाहिँ खोला जान लाग्यो हैन माछा मार्न नाइट फिसिङ हन्टिङ सेतीमा जाने सेतीमा त नजाम बढे त्यस्तो बेलुका बेलुका मौसम चाहिँ हैन ठ्याक्क बेलुकाको अहिले 6 बजिसक्यो अनि अब चाहिँ हामी चाहिँ जान लाग्यो हैन देख्न सक्नुहुन्छ मौसम चाहिँ पुरै यस्तो छ है अब चाहिँ हामी चाहिँ जान्छौँ खोलामा दुईटै जान्छ यहाँ चाहिँ बाघ पनि हिँडेको पाइला छ हैन यही झाडीमा झाडी चाहिँ यस्तो अग्लो डेन्जर अग्लो बाघ हुन नि सक्छ है ओहो कस्तो झाडी पुग्यो यहाँ त बाला लिएर आछु सानो बाला हेर न यो बाघ पनि फेरि कस्तो बाघपट्टि हिँड्नु जानेको हो दिल्लीले जानुपर्छ होइन त दिल्लीले अगाडि फेरि झ्याल्ला गऱ्यो भने क्या यो सब पाइला है बाघको हो र यो माछा हेर्न यी माछा आउँछ नि माछा यहीँ चलेको भर्खरै यहाँ थिम चाहिँ फाँडिरहेछ लास्टै झाडी यहाँ आरेको रिसोर्ट लिँदाखेरि सम्हालेर है राम्रोसँग चप्पल टिप्दैछ तिम्रो हाम्रो चप्पल त एकदम गगाडी हामी चाहिँ सेतीको नजिक आइसक्यौँ देख्न सक्नुहुन्छ डेन्जर बढेको है हाइट सेती डेन्जर बढेको रोक्ने है डेन्जर बढेको यार सेती यो रहेको छ हाम्रो नर्बदेश्वर चिरगादी हामीले पहिला बगैँचा भनिन्थ्यो हाम्रो महादेवको मन्दिर रहेको छ र यति बेला हामी चाहिँ हाम्रो सेती गण्डकी र बगती खोलाको दोभानमा रहेका छौँ र देख्न सक्नुहुन्छ पहिला खोला खालि उतासम्म थियो भने अहिले बढेर यतासम्म आइसकेको छ र हाम्रो जालरीहरू एकदम दम तयारी हुनुहुन्छ र त्यो चाहिँ हाम्रो बाघमारा 33 नम्बर वडामा जानको लागि र हामी सबैजना व्यक्तिहरूको लागि सहज हुनको निम्ति चाहिँ बनाइएको पुल हो लगभग 6-7 वर्ष भइसक्यो यो युजमा भएको र हाम्रो चाहिँ यो भाग चाहिँ हाम्रो सेती रिभर साइड रिसोर्ट रहेको छ यहाँ चाहिँ धेरै जस्तो फ्यामिली ग्यादरिङ अनि हाम्रो साथीभाइ ग्यादरिङहरू लिएर स्विमिङ पुल बेस्ट फुडहरू र हामी बस्नको निम्ति रुमहरूको व्यवस्था पनि रहेको छ र सेती नदीमा माछा मार्ने होइन फेरि पनि खोला चाहिँ अहिले चाहिँ पानी परेको नि त त्यही भएर चाहिँ लौरे अनि अहिले चाहिँ पानी पर्ने मौसम पानी परेको नि त 2-3 दिन लगातारै पानी पर्यो अनि अहिले चाहिँ देख्न सक्नुहुन्छ सेती बढेर लास्ट यस्तो डेन्जर बढेर होइन सेती चाहिँ अस्ति चाहिँ हामीले होरियो देखेको ढुङ्गाहरू छ नि यो देखेको ढुङ्गाहरूभन्दा उतातिर नै मार्थ्यौँ होइन अहिले चाहिँ पानी बढेर यतैतिर आइसक्यो देख्न सक्नुहुन्छ यहीँ सबै पानी चाहिँ यता पाखातिर सबैतिर आहा
यास अनि अहिले चाहिँ घाम पनि डुब्न लागिसक्यो होइन उता त देख्न सक्नुहुन्छ त्यति घाम त्यति लागेको छैन अहिले चाहिँ जाल अड्किएको हो मन झोला भिड्छु होइन मेरो भागमा चाहिँ यो झोला भिड्नु छ अहिले चाहिँ गरुङको थियो के अहिले चाहिँ जाल निकाल्नु भयो नि त जाल निकाले सिधा हल्नु भयो जाल अड्केछ क्या दाइको त्यतातिर होइन के हो सेतो पुरेन्टा अहिले चाहिँ पहिलो लटमा चाहिँ परेन माथिको डिब्बा खोलेर माछा हाल्यो हामी चाहिँ अनि यहाँबाट माथि हुँदै जान्छौँ होइन माथि हुँदै जान्छ मेरो पनि कति पर्छ माछा चाहिँ दाइहरू चाहिँ दुइटै जाल लिनुभयो होइन दुइटै जाल छ नि त त्यही भएर चाहिँ दुइटै जाल लिएर हिँड्नुभयो दाइले त्यो धान्न नभएको माछा ठ्याक्क पानी बढेर यहाँसम्म आइसक्यो देख्न सक्नुहुन्छ उदाइ ऊ परेको यार मसिनो जाँदा उयो जाँदा पऱ्यो है दाइ पऱ्यो सुरुमै एउटा त्यो माथिकोपट्टि थियो नि दाइ ए हामीले चाहिँ एउटा चाहिँ पारिसक्यौँ होइन एउटा चाहिँ भर्खरै उद्घाटन भयो माछाको पनि परेन क्या हो है गङ्गटा लाने अरे कहाँ गयो गङ्गटा पनि गयो आउनु सेतीमा नि हुन्छ त्यति धेरै चाहिँ गङ्गटा चाहिँ सेतीमा चाहिँ त्यति धेरै पाइन्छ होइन कता मात्रै हो परेन सफा माछा सर ठुलो परेको है मेरो लाठी हामी चाहिँ उयो छेउछेउमै डेन्जर पानी आएको सेती बढेर चाहिँ अस्ति हामी यो ढुङ्गा भन्दा नि उतै यो ढुङ्गा देख्यो नि यो ढुङ्गा भन्दा उतैबाट हिँड्थ्यौँ कि हामी पानी बढेर यतैतिर आएको झाडी हिँड्नु पर्यो यस्तो पुरै झाडी अग्लो झाडी हो झाडी हिँड्न परिरहेको होइन सेती चाहिँ यसरी बढेपछि चाहिँ म अहिलेसम्म आएन कि माछा मार्न चाहिँ गाइज हाम्रो चाहिँ यहाँ जाल बिग्रेको अवस्थामा होइन दाइले चाहिँ यता बनाउँदै हुनुहुन्छ जाल चाहिँ यहाँबाट जान लाग्यो किन भन्दाखेरि माथि चाहिँ त्यति माछा पनि पर्ने नि त खोला बढेको अनि
अब पहिला पो खोला त अब सम्म बढ्थ्यो सम्म हुन्थ्यो र ठिक्क हुन्थ्यो र अनि माछा नि बढ्थ्यो होइन। अहिले चाहिँ खोला अलिक बढेको छ नि त, त्यही भएर यो पानीहरू चलेको भएर माछाहरू नि यता र उता भएको भएर त्यति पऱ्यो होइन माछा चाहिँ होइन। जे होस् अब रात पनि पर्न लागिसक्यो, हामीले चाहिँ यहाँ थियौँ नमारे पनि उतापट्टि मार्ने प्लान छ हाम्रो चाहिँ, त्यही भएर हामी चाहिँ उतातिर जानु लाग्यो होइन। यहाँनिर है हामी चाहिँ यताको बगती खोलामा आइसक्यौँ होइन, खोला चाहिँ यता कत्रो परेको यार, यही राम्रो एउटा झरे नै हुन्छ मसिनो हो त्यत्रै खाल ठुलो थियो कि यहाँबाट ठुलै देखेको थियो ऊ गङ्गाटा नि पर्दो रहेछ त्यहाँ हो झरेर गङ्गाटा ढुङ्गा निकाल्यो कत्रो परेको थियो नि यहाँ मसिनो ल होइन त्यही बाटो हिँड्नु है खोल्दा माछा चाहिँ यति परिसक्यो। हामी चाहिँ अहिले त माथितिर आइसक्यौँ, खोला चाहिँ हामी छ है। मौसम चाहिँ अहिले चाहिँ पुरै रात परिसक्यो यतातिर चाहिँ होइन। मच्छर लाग्छ त यार, जुका त लागेन नि यार, जुका लाग्नु नि सक्छ। पर्यो कत्रो पऱ्यो क्या ओहो डेन्जर ठुलो यो हाम्रो बाहिरसँग चाहिँ होइन बगाउँछ नि त पानीमा नल्याऊ है पानीमा नल्याऊ यता यहाँ ठुलो हाल होइन क्या यताको भाग निकाल्नु माछा देखेन निकालेको हो निकाल्नु माछा थियो त माथि पर्ने रहेछ त जलभित्र नि होइन झिँगा खायो भित्र यहाँ पनि छ कि झिँगा त्यो त्यहाँ पानी भर्नु होइन, बोतल चाहिँ ठ्याक्कै यहाँ भर्नु छ। यहाँ चाहिँ कुवा, यहीँ फ्रेस पानी आउँछ होइन, मूलको पानी आउँछ कि यहाँ चाहिँ माथिबाट आउँछ। अनि यहाँ चाहिँ ट्याक्क पानी चाहिँ अब यो पानी फालेर चाहिँ नयाँ पानी भर्छु। सर र मस्त आउँछ ऊ त्यता जान्छ यो पानी बगेर।
अब यति चाहिँ दाहरूलाई लगिदिन्छु मैले पानी। दाहरू चाहिँ उहाँ खोलामा मार्दै हुनुहुन्छ माछा, म त्यहाँ पानी भर्न आएको क्या। जाल एउटा यता छ अनि एउटा जालले चाहिँ मार्दै हुनुहुन्छ दाइले। अनि खोला चाहिँ केही देख्यो होइन, दाइहरू चाहिँ ऊ त्यहाँ लाइट बल्यो नि हो त्यहाँ थिए हुनुहुन्छ दाइहरू चाहिँ होइन। जुम गरेर ल्याइदिन्छु, दाइहरू चाहिँ हो त्यहाँ थिए माछा मार्दै हुनुहुन्छ। अनि हामी चाहिँ अहिले यतातिर आएर बसेको कि यता निस्क्यो ढक्कन लगायो अब चाहिँ हामी चाहिँ घर जान लाग्यो होइन। दाइहरू चाहिँ उतातिर बस्नु भएको अनि हामीले चाहिँ झोलासोला प्याक गरिसक्यौँ, जालहरू सबै झोलामा हालिसक्यौँ। अब चाहिँ हामी चाहिँ घर जान लाग्यो होइन। अहिले चाहिँ 8:30 भइसक्यो बेलुकाको, मार्दा मार्दै यतातिर आइसक्यौँ हामी चाहिँ। ठ्याक्क यहीँसम्म आउनुभयो दाइहरू नि। अनि मारेर चाहिँ यहाँ चाहिँ अब चाहिँ हामी घर जान लाग्यो। यता माथितिरबाट फेरि करेन्ट हान्ने रहेछ कि मान्छेहरू। नाम पनि पत्ता लगाएर तपाईँले भाइलाई त भाइ धेरै धेरै धन्यवाद पौडी निकाले बाबु ल धन्यवाद मेरो भाइ है ल लिफ्ट पाइएर एकदम सजिलो आउन नि। ठ्याक्क बाटोमा हाल्दै थियौँ होइन। अनि ट्र्याक्टर भेट्यो, ट्र्याक्टरमा चाहिँ चढेर आयो हामी चाहिँ। हाम्रो चाहिँ यति बारेमा माछाहरू चाहिँ ठुल्ठुलो है। यो चाहिँ आइयो सङ्ग्रह लानुहोस्। अनि हामीले चाहिँ माछा त पकाएर खायौँ होइन। कस्तो थियो माछा? मिठो थियो। हामीले चाहिँ वहीँ बनाएर माछा साछा वहीँ पनि खाएर आइसक्यौँ होइन। अब चाहिँ सुत्नुपर्ने हुन्छ। बेलुकाको अहिले चाहिँ 9 बजिसक्यो, 10-9 भइसक्यो। अनि हामीले चाहिँ उतै खानासाना उतै खायौँ। अनि माछा नि उतै बनाएर खायौँ। त्यही हो आजको भिडियो। के कस्तो लाग्यो? यदि राम्रो लागेमा मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र पक्कै पनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट म अन्त्य बिदा लिन चाहन्छु। हस्त धन्यवाद, बाई।